नमस्ते सेवा झोरले साथीहरू सन्चै हुनुहुन्छ। आज चाहिँ हामी यहाँ माजन एफसीबाट खिमे सम्म चाहिँ फुटसल लिएर जाँदैछौँ। अनि हामी पनि हेर्नको लागि जाने। आँखा त खतरा सुन्ने जस्तो छ त, किनभने 4:30 बजे उठेको नि त साथीहरू। 5 बजे हिँड्नुपर्छ यहाँबाट भनेर अलि टाढा छ नि त, 3 घन्टा लाग्छ। अनि अब नेभी यदि बाटो भुलिहाल्यो भने त अनि फेरि 45 मिनट आधा घन्टा त हुन्छ। त्यही भएर अनि चाँडै हिँड्नुपर्छ भनेर चाहिँ यहाँबाट चाँडै हिँड्नुपर्छ। हाम्रो 9 बजेको छ गेम भनेर 5 बजे हिँड्नुपर्छ भनेको साथीहरू। हेर्नु त अहिले त 5:30 भइसक्यो। अब कतिखेर लिन आउनुहुन्छ मलाई चाहिँ। आज केटीहरूको ग्याङ चाहिँ फाल्टै, हामी 4 जना हुन्छौँ। केटीहरू चाहिँ टोटल हामी मान्छे चाहिँ 20 जना हुन्छौँ। अनि यहीँबाट खानासानाहरू सब लिएर जाँदैछौँ साथीहरू। स्टे ट्युन, हेर्नु होला तपाईँहरू। हेर्नु न साथीहरू, यस्तो अन्धकारमा कुद्दैछु म चाहिँ। गाडी आयो अरे अनि निस्क भन्नुभयो अनि यस्तो अन्धकारमा जाँदैछौँ। गाह्रो छ त। गाडी त्यहाँ रहेछ। खोइ भाउजू ए लगाएको जिन्दगी गाह्रो छ त। गाह्रो छ त। अहिले चाहिँ हामी बाटोमा निस्क्यौँ। अब हाम्रो चाहिँ चियापानी हुँदैछ है। अब गाडीमै सुविधा छ त। कस्तो मिठो बास्ना आयो। वाउ, थ्याङ्क यू। चिया आज कडा जाने छ है मिटिङ चाहिँ। उतारेर दाइ यतैतिर लु ल, तिमी त यतै रहेछौ भनेर। हामी केटी ग्रुप फाइनली हामी चाहिँ आइपुग्यौँ। 3 घन्टा त लागेन होला नि हामीलाई। अलि लाग्यो कि हाम्रो अर्को गाडी यो भयो। यो यहाँनिर छ गेम चाहिँ आइपुग्यो। आहा कस्तो राम्रो भित्र रहेछ। कुनको भइरहेको छ यहाँनिर। अनि बुढाहरू भेट्दैन भनेर बल्ल आइपुग्नु भएको रहेछ हाम्रो टिमहरू। हामी हिँडेको छिरेको नि त। हाम्रो दुश्मनहरू चाहिँ यहाँ हुनुहुन्छ। नमस्ते नमस्ते नमस्ते। हाम्रो दुश्मनहरू कति साह्रो यो गर्मी भएको यार भनेर के साह्रो जाडो मलाई कस्तो जाडो भयो नि। चामलिङ आउँदैन भन्थेर अस्ति हाम्रो चाहिँ यहाँनिर रेडी भइरह। हाम्रो टिमहरू चाहिँ रेडी हुँदैन। हामी चाहिँ यहाँ हाम्रो खाजाको टाइम। आउने
केरा हो केरा यस्तो ठाउँ छ यहाँ चाहिँ भाँडा चाहिँ झर्छ होला तातै छ त नि त्यो उयसमा हालेको त्यो स्टाइरोफलमा अन्डाको दानै झरेर हो र हामीलाई चाहिँ पानी खुवाएर हामीलाई चाहिँ यस्तो अब हाम्रो चाहिँ उ हुँदैछ रेडी भयो यो यहीँबाट खिचिदिनु अब रेडी हुँदैछ यता चाहिँ फेरि हाम्रैको स्टुडेन्ट भाइहरू यता चाहिँ बसेर त देख्नुहुन्न क्या आउनु आउँदैन हो यहाँ त जसले जिते पनि हाम्रैतिरकोहरू हो अघि नै एक टिमले जित्यो लै 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 हाम्रो युनिभर्सिटीमा खेला सबै आफ्नै आफ्नै सकेसम्म गोल नहानौँ अनि भाइहरू भर्खरको तेरो साइड हेर्न तेरो साइड मात्र नकुद्न के नगर बरोबर चालू चालू प्रेस उता नछोड न त्यसरी डिस्टर्ब गर्न आइदैन हो बल त केही भएन क्या बिस्तारै बिस्तारै होइन यस्ता नालाई आओस् न त्यो भाइ सिक्ताङमा भन्दै क्या ऊ कपाल कपालु गर्नेले दाइ मेनन कुद फेरि कुद कुदा 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 अनि ठिक छ यति होल्ड 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 राज राज हो छोड़ दे छोड़ दे छोड़ दे छोड़ दे अजय अजय भेट्छ नि यार फेरि खाना खाने टाइम भयो त पस्किने कहाँ छ त्यही छ त सेतो हाँसिरहेछ त त्यही छ त सेतो हाँसिरहेछ त चलाउनु पर्ने पुलाउ पानी छैन भने पानी ल्याउन भन्नु भात भनेर कामै क्या साँच्चै हैन हो धेरै भयो क्या धेरै यो हैन मेरो हैन दाइको हो कि शेर्पा दाइको चाहिन्छ भनेर मैले
अरूको रबिन यहाँ छ अन्डा ला अनि पानी पानी छैन त पानी चाहिँ ले भन्नु पर्ला छ पानी चाहिँ हाल्नुपर्छ उनीहरू टोइलेट गयो पानी ल्याउनु भन्नु न पानी त माथि थियो पानी माथि टन्नै छ नि फुल ल्याउनु उहाँबाट उहीँ गएर खानुपर्छ अब ल्याउन त ल्याएको गरेको यो फेरि साइन गरियो ल्याएको भिडियो बनाउनु सोमदाई ए अघि चढाइसक्नु भइसक्यो सकिनु भइसक्यो हजुर छ अब हैन भयो बहिनी कति खान्छ दाइ खाना तिमीले पनि चस्माले गर्दा देखेनौ क्या हो भावना तिमीले चस्माले गर्दा देखेनौ क्या भात त धेरै छ त अहिले कस्तो भइरहेछ त खानपान कार्यक्रमहरू भवाल पुलाउ कस्तो छ सब्जी अचार पिकनिक आएकै फिल भएको हो त सो हाम्रो चाहिँ यहाँनिर खानपानको कार्यक्रम भइरहेछ कस्तो लागिरहेछ त दामी बवाल 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 हाम्रो भाउजूहरू हो हुनुहुन्छ यहाँ चाहिँ सो भाउजूहरू चाहिँ अब सुन भनेपछि चाहिँ उहाँ हेर्दा कपाल पनि हेर्दा थाहा भइहाल्छ कपालमा पनि सुनकै जरब लगाउनु भएको हो उहाँले चाहिँ ऊ सुनै देखाउँदै हुनुहुन्छ ऊ ल यहाँनिर चाहिँ हाम्रो कोरियाकै सबैभन्दा फुटसलको चाहिँ टप टिमको म्यानेजरजी हुनुहुन्छ आसेङ एफसीको सुभाष लामा सो त आज के छ त हाम्रो आज फाइनल उडाइन्छ त यो चाहिँ फाइनल चाहिँ थाहा हुँदैन 99 मा 1% मात्रै चान्स हुन्छ होइन र पनि हुनसक्छ 100 to 100 जस्तो लाग्यो मलाई गेम हेर्दाखेरि चाहिँ त्यसमा चाहिँ म आज घाइते भएको कारणले पार्टिसिपेट हुनु भएको छैन कि भाइहरू अब मेरो भान्जाहरूले र पनि कतिको विश्वास छ त आफ्नो टिम कतिको लगभग 100% छ ल धन्यवाद दाइलाई 30 सप्ताहको लागि हाम्रो जिरे भाइको चाहिँ मको एफसी हैन हो यो त यो जर्सी मात्र मको एफसी हो क्या मको एफसी को तर्फबाटै भन्दैौ न त आज के छ त लक्ष्य कहाँसम्म पुगिन्छ जस्तो छ त लक्ष्य अब हाम्रो केटाहरू अब भर्खर नयाँ फर्स्ट टाइम अब पुस गरेको होइन खेलेको यहाँ कोरियामा त्यही भएर अब त्यस्तो राम्रो रिजल्ट त नआउला तर केटाहरूले चाहिँ अलिकति आफ्नो चाहिँ देखाउला जस्तो लागिरहेछ त्यति हो अब जित्ने अपेक्षा त छैन केटाहरूमा चाहिँ खतरै विश्वास छ खतरा विशेष त्यो जित्ने अपेक्षा भन्दा पनि राम्रो खेल्ने अपेक्षा यो फर्स्ट टाइमको लागि देखाउने गेम खेलेर चाहिँ यो केटाहरूको पनि टिम चाहिँ बबालै रहेछ नजिते पनि मन चाहिँ जित्ने नेपालको जस्तै होला नेपालको नेपाल टिम जस्तै त्यस्तो त नभनौँ अलिकति राम्रो त हुन्छ ल दाइ धन्यवाद ओके अब चाहिँ जाने हामी लु हटाइसक्यो हाम्रो चाहिँ गाडी पार्किङको लागि उ थियो त्यही भएर अब जाने कति बजे भाउजू 4 बजे छ ठ्याक्कै अब चाहिँ हामी फर्किने हाम्रो टिमले हारे पनि एउटा टिम उ थियो बल्ल आइपुग्यौँ हामी चाहिँ 7:30-8 बज्न लाग्यो होला म चाहिँ ओर्लिसकेँ सबैबाट कस्तो थाक्यो साथीहरू गाडीमा हिँड्दा पनि कस्तो घोडाहरू दुखेर कस्तो फिगोन भइरहेछ मेरो आजको भिडियो चाहिँ एकदम छोटो छ साथीहरू हेरेर साथ दिनु होला मेरो भिडियो यहीँ टुङ्ग्याउँछु हस्ता बाई बाई मस्त रहनुहोस् व्यस्त रहनुहोस् साथीहरू स्वस्थ रहनुहोस् बाई साथीहरू